ल गाइज हामी चाहिँ घर हिँडेको घर यस्तो छ झन्डै ल बाटो खतरा छ हामी डाक्टर दाइको पेमा हिँडेको डाक्टर दाइ रोकम ए रोकम यता साइड ल गाइज हामी चाहिँ गाउँ हिँडेको बिहामा कोही कारमा कोही बाइकमा छन् के ल्याएछ खाजा पुरी तरकारी को गर्छ होला यस्तो लाग्छ 20,000 भने होइन गोल्डेन के ल दुईजना साथी चाहिँ कारमा गयो हामी चाहिँ बाइकमा बसी जान्छौँ ल खाजा साजा खाएर अब हामी चाहिँ जान रेडी 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 ल खाजा खाएर अब हामी जान रेडी रेनकोट निकालिदेऊ र भ्यू चाहिँ दामी छ हामी अहिले चम्पादेवीमा छौँ कहिले उता जाउँ त्यही हो त्यो बिच बाटोमा त अब के देखाउन मिल्दैन होला सिधै अब घर भ्यू हेर्नु भ्यू दामी छ दामी भ्यू रेसिङ चलिरहेछ एकजना पछाडि आउँदैछ हामी बिचमा सबै नासपाती घारी लास्ट कुहिरो छ त्यहाँ बाटो गाइज हामी देउराली आइपुग्यो केटाहरू कार आउन बाँकी छ देउरालीमा आइपुग्यो देउराली चाहिँ मेरो फर्स्ट टाइम हो अहिलेसम्म आएको छैन सबै यस्तो छ कुहिरो लागेर केही पनि देखेको छैन ल फोटो खिच्ने काम भइरहेछ टोलीहरूको भयो अब मेरो पालो हो फोटो खिच्ने आई लभ देउराली She moves like a map with no borders, a whisper caught in the wind.
I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. भातघटेको अवस्था यस्तो छ जेन्जीले सबै डढाएर यस्तो कालो बनाइदिएछ गाह्रो छ ल गाइस यो चाहिँ हेटौडा हामी चाहिँ हेटौडा इन्ट्री हानिसक्यो यो चाहिँ हेटौडाको मेन बजार भन्ने नि हुन्छ मेन हेटौडा बजार यताबाट काठमाडौँ जान्छ ल यति हो हेटौडा हेटौडा घुम्नुपर्ने ठाउँ यति हो हेटौडाको मेन चोक कताबाट चितवन यता चितवन यताबाट काठमाडौँ अगाडि हामी सिधै होइन घर जाने बाटो ए विशाल पनि आइपुग्यो ल हेटौडाको मेन चोक सबतिर छुट्याउने यताबाट काठमाडौँ सक्यो बाइकमा बोल्छ लाग्ला तो भइसक्यो हामीलाई चाहिँ 3 घन्टा लाग्छ गर्छु लगभग 3 घन्टा लाग्छ गर्छु लास्ट गर्मी छ यार तर इन्ट्री हानेको लास्ट गर्मी छ त्यसपछि फेरि देखाउँछौँ कहाँ पुग्छौँ हामी खाजा ब्रेक कस्तो भइरहेछ राइड एकदमै गर्मी छ भाइ गर्मी छ है ए चम्पक जय माला हाम्रो खाजा केटाहरू हुँदैछ गर्मी त मस्त मला छ है त्यही भएर चस्मा लाउनु कसले भने त्यस्तो मेरो म्यानेजर दाइले ल केटाहरूले मिठो एक्सिडेन्ट गरेछ बर्बाद गरेछ केटाहरूले यस्तो तालले ट्रकलाई हान्दैछ केटाहरूले के हो घुङ्गी अन द हाउस केटाहरूले यहाँ घुङ्गी छिल्दैछ गाइस यो थारू सुपरस्टार देशी सुपरस्टार के हो झिगे माछा ल सप्तकोशीको झिगे माछा खाइयो यहाँ चाहिँ सप्तकोशी हाम्रो अर्को माछा कोशीको माछा त फोर्क रहेछ ल फाइनली सप्तकोशी ल यहाँ चाहिँ बिहेको चक्कर हुँदैछ को कहाँ बस्ने टाइम पासहरूतिर मिलाउँदैछ हेरौँ अब केमा जान्छ हामी चाहिँ चेस्मा उसमा लगाएर ल बेहुलो निस्क्यो बेहुलो सरी गाइज बिहेको भिडियोहरू चाहिँ लिन पाएन त्यसको लागि सरी ल त्यसपछि गाउँ फर्किसकेपछि हामी चाहिँ केटाहरूसँग सो नुहाउन गयो एकदमै गर्मी छ तराईमा चाहिँ